वृक्षारोपण र खोला चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि नि हेर्नुहोस् है साथी, जस्तो हामीले खाने पानीको यो खर्जुको सिरान हो, माथि टपमा हो, यो माथि ठुलो जङ्गल छ है। हेर्नु होला, यहाँ माथि धेरै ठुलो जङ्गलहरू छ, त्यता पनि जङ्गलै जङ्गल छ, ठुलो जङ्गल छ होइन। पानीहरू कसरी पुग्छ त भन्दा यसरी हेर्नुहोस् न, यो यता मुनि तल हेर्नुहोस् त, यसरी दुःखै जामै छ यो त्यसरी होइन। हामी वास्तवमै गरिब होइनौँ क्या। यो पानी भनेको पेट्रोलभन्दा महँगो चिज हो, तर हामीले यसलाई सदुपयोग गर्न जानेनौँ। ल हेर्नुहोस्, यहाँ हेर्नुहोस् त, ल यो रुखको मुनि यत्रो यो झ्याउ मुनितिर यसरी पानी बगिरहेछ। रुख हुँदाखेरि यस्तो हुन्छ। ल हेर्नुहोस्, हामीले तल तल हेर्नुहोस् त कति नाश गरेको छ मान्छेले। विनाश गरेर पानीको स्रोत सुकाइ मैले हामीलाई पानीको अभाव भयो। हेर्नुहोस् सबैजना देख्नुहोस् त। ल त्यसरी हामी अगाडि बढ्नु पर्यो। यदि हामीले आउने दिनमा चाहिँ स्रोतलाई चाहिँ तलैसम्म यसरी नै वृक्षारोपण गर्दै जाने, सबै सुरक्षित गर्ने, यो सबभन्दा बेसी यो के हो भन्दाखेरि पानीको राख्ने, यो पानीको मुहारमा हुने, यो जहिले कहिले पुग्दैन होइन। यसले पानी फेक्छ, पानी बग्नु दिँदैन, बगरबाट ढुङ्गाहरू बगाउनु दिँदैन, अनि यो पानी साङ्लो बगिरहन्छ। ल हेर्नुहोस्, यता हेर्नुहोस् त। ल तपाईँहरूले कस्तो लाग्छ तपाईँहरूले विचार गर्नुहोस्। हामी एकदमै देशलाई हामी बनाउन चाहन्छौँ। अब सबभन्दा पहिला कुरा हामी खाने पानीलाई प्रबन्ध मिलाउनुपर्छ। यस्तो पानीको स्रोतलाई हामीले बचाउनुपर्छ है। ल हेर्नुहोस् त, यहाँ माथि कस्तो छ। तपाईँहरूले जतिले हेर्दै हुनुहुन्छ तपाईँहरूले कमेन्ट राख्नुहोस् र मेरो पेज समीर तामाङ ड्रास्टिक चेन्जेसलाई तपाईँहरू फलो गर्नुहोस्, लाइक गर्नुहोस् होइन। अब हाम्रो युवाहरूको काँधमा आयो है देश बनाउने। यस्ता बगेर गएर पानी यहाँ हेर्नुहोस् त, यत्रो खोला पानी बगिरहेछ, चाङ्लो पानी हामीहरूलाई पानीको प्याकप्याकी पारेको छ। ल हेर्नुहोस्, यस्तो छ हेर्नुहोस्। ल स्रोत हेर्नुहोस्। ल यो खोला यत्रो खोला बगिरहेको छ। ल हेर्नुहोस् यो मुनि। ल गाइस, ल हेर्नुहोस् साथीहरू, यस्तो छ हेर्नुहोस्। ल यस्तो जङ्गलले यताबाट उताबाट सबै छेकेको छ होइन, ढाकेको छ भनेको पानी कति सफा छ। ल हेर्नुहोस्, माकुराको जालोहरू छ हेर्नुहोस् होइन। यसरी तपाईँको चाहिँ नि पानीलाई स्रोत यो माथि माथि हो। यो मान्छेहरू तलबाट अलिक आउनु छोडेको, पहिला अलिक यहाँ विनाश गर्थ्यो अरे, मान्छेहरू आउँथ्यो यहाँ खान्थ्यो भन्थ्यो हो रहेछ, यहाँ अलिअलि छ पहिला। तर अहिले त अब यसपालिदेखि त पूर्ण रूपमा ब्यान्ड गरेको छ। यहाँ जो कोही छिर्नै पाउँदैन, किनभने आबगाछीमा तपाईँहरूले देखिहाल्नु भएको छ, त्यहाँ हाम्रो नगर प्रहरी राखेका छौँ हामीले होइन। अब त्यस्तै गरेर देशलाई सुरक्षित राख्ने, देश बनाउने जिम्मेवारी हेर्नुहोस्। ल यति मजाले रुखहरू छ, यो झ्याउ लागेको रुखहरूबाट जति पानी सबै यसरी तल सोसेर तल जमिनमा जान्छ। यो पानी नै हामीले तल तल पुगेपछि खान पाइन्छ होइन। ल हेर्नुहोस् त, यहाँ हेर्नुहोस्। ल यस्तो पानीको स्रोत हुँदाहुँदै हामीलाई पानीबाट जहिले तहिले अभाव हुनुपर्ने, करोडौँको पानीको बिल तिर्नुपर्ने, त्यो सबै हामीले दूर गर्नु पर्यो। हेर्नुहोस् ल जङ्गलै जङ्गलबाट हेर्नुहोस् त। ल जङ्गलको बिचबाट तपाईँ उँभो छिर्ने ठाउँ पनि पाउनुहुन्न, त्यति जङ्गल राम्रो छ। यसलाई यसरी नै जोगाएर राख्ने, मान्छेहरू आउनु नदिने, पानीको स्रोतलाई चाहिँ नि सुरक्षित राख्ने हो भने पानी कति जान्छौँ पर्छौँ हामी। ल हेर्नुहोस् साथीहरू, त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई के भन्छु भने तपाईँहरू अगाडि हामी मिलेर अगाडि बढ्नुपर्छ। अब एकचोटि देशलाई समृद्धि बनाउनुपर्छ, हामी अगाडि बढ्छौँ। तपाईँहरूले जनता हामी सबै मिलेर अगाडि बढ्नुपर्छ। जनताको नेतृत्व जनताले गर्नुपर्छ। हामी अगाडि बढौँ र विकासको लागि हामी अगाडि बढौँ। साथी हो, तपाईँलाई कस्तो लाग्छ यस्तो पानीको स्रोत? तपाईँ यहाँ एकचोटि मात्र आउनुभयो भने नि तपाईँ छक्क पर्नुहुन्छ कि हामीलाई कस्तो साह्रो हामीलाई राजनीतिको जरा गाडेको रहेछ, हामीले विकास नदिने, विकास गर्नलाई नदिने यस्तो अवस्थामा पुऱ्याएको किन होला भने तपाईँ आफै छक्क पर्नुहुन्छ। किनभने हाम्रो विकास हामीले गर्न चाहेर पनि के हो त भन्दाखेरि चाहिँ विकास हुन पाएको छैन साथी हो। त्यस कारणले गर्दाखेरि अब हामी एकजुट हौँ, देशलाई अब हामी सक्षम पुस्ता हौँ भनेर इतिहासमा हामीले कोर्ने दिन आइसकेको छ। अब हामीहरू युवाहरू जागौँ, हरेक युवाहरूले आँट गर्नुहोस् होइन। यो आँट गर्नुभयो भने मात्रै पनि धेरै कुराहरू हुन्छ। आउने दिनमा हेर्नुहोस्, हामी इतिहास रच्ने, हाम्रो यो पुस्ताले इतिहास रच्नुपर्छ। रचौँ, हामी अगाडि बढौँ। हेर्नुहोस् यो बगेको पानी र के अरे जवानी रोकिँदैन, सधैँ सदुपयोग गर्न सकियो भने हाम्रो चाहिँ नि उन्नति हुन्छ, प्रगति हुन्छ। आज युवा उमेर भइन्जेलसम्म हामीहरू नराम्रो कुलत खाएर हिँड्यो भने हाम्रो जिन्दगी जसरी बर्बाद हुन्छ, यो पानी पनि बगेर यो यत्तिकै गएको छ, बर्बाद भएको जस्तै भएको छ। हेर्नुहोस् हामीले प्रयोग गर्न पाएको छैनौँ।
यत्रो खोलाहरू बगेको छ। पानी खाँदाखेरि हामीले कति यो पानी हामीले प्रयोग गर्न पाए कस्तो हुन्थ्यो। ल हेर्नुहोस्, जङ्गलभित्र पानी गएर गएको छ हेर्नुहोस्, त्यो जङ्गल कटिहार जङ्गलमा होइन। सो हामीले विचार गर्नु पऱ्यो क्या साथीहरू, अगाडि बढ्नु छ भने हामीले केही गर्नुपर्छ। आउने दिनमा हेर्नुहोस् ल, यसरी जङ्गलहरूबाट गएछ तल हामीले देख्छौँ सबै पहिरो गएको छ, सबै यसरी काट्यो भने सबै जान्छ नि त। यहाँ हेर्नुहोस् त कस्तो रोकिएको छ, हेर्नुहोस् रुखपातहरू कसरी बसेको छ। ल हेर्नुहोस् त, यसरी जोगाउँ है हामी सबैजनाले। अब हामी अगाडि बढौँ, किनभने विकास हामीले गर्नुपर्छ है, विकास गर्ने हाम्रो काँधमा आएको छ। सो साथीहरूलाई म भन्छु, अब हामी परिवर्तन हौँ, हामी पुरानै तरिकाले नसोचौँ। हाम्रो स्रोत साधनलाई चाहिँ नि इकोनोमिक तरिकाले जति सक्दो स्रोतलाई साधनलाई प्रयोग गरेर हामी अगाडि बढौँ, वृक्षहरू रोपौँ, नकाटौँ, यसरी जङ्गलहरू जोगाउँ। यो जङ्गलहरू तपाईँ आएर लाइभ हेर्नुभयो भने तपाईँलाई अचम्मै लाग्नेछ। त्यस कारणले गर्दा हाम्रो जङ्गल जोगाउनु जरुरी छ, अनि मात्रै पानीको स्रोत जोगिने छ। हस् त, यो भन्दै तपाईँलाई भन्न चाहन्छु। र अन्तिममा मेरो पेजलाई तपाईँले फलो गर्नुहोस्, लाइक गर्नुहोस्। तपाईँहरूले सम्बन्धमा हामीले धेरै कुराहरू गर्नु छ। सो हामीको यो इन्फर्मेसन तपाईँलाई सूचना जानेछ होइन। त्यस कारणले गर्दा तपाईँहरूले लाइक गर्नुहोस्, फलो गर्नुहोस् है त। ल साथी हेर्नुहोस्, यति मजा धरानलाई कसरी कुण्ठित पारेको रहेछ यो तपाईँहरूलाई मैले प्रमाण देखाएँ। यसरी हेर्नुहोस् कति छ, रुखहरू पातहरू यति धेरै छ है। ल